नमस्कार दर्शकबिन्दहरू, हामी फेरि नयाँ खबरसहित हजुरहरू समक्ष उपस्थित भइसकेका छौँ। यस खबरमा हामी नेपाली काङ्ग्रेसमा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा उत्पन्न भएको किचलोबारे छलफल गर्न गइरहेका छौँ। अहिले नेपाली काङ्ग्रेसमा संसदीय दलको नेताका रूपमा पुरानै नेतालाई बनाउने कि नयाँ युवालाई अथवा समानुपातिकबाट निर्वाचितलाई बनाउने कि प्रत्यक्ष निर्वाचितबाट बनाउने भन्ने विषयमा गहन छलफल र बहस चलिरहेको छ। खास गरी पार्टी सभापति गगन थापालाई नेता अर्जुन नरसिंह केसीको दाबीले अप्ठ्यारो बनाएको छ, किनभने केसी थापाका ससुरा समेत हुन्। केसीलाई संसदीय दलको नेताका रूपमा अघि सार्दा राम्रो सन्देश नजाने भन्ने विषयमा उनी पनि ढुक्क भएका हुनाले उनले विकल्पको रूपमा भीष्म आङदेम्बे वा मोहन आचार्य मध्ये एकलाई अघि सार्ने प्रयास गरिरहेका छन्। केसी र आङदेम्बे दुवै समानुपातिकबाट निर्वाचित सांसद हुन् भने आचार्य रसुवाबाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्। पार्टीका एक पदाधिकारीका अनुसार केसीलाई मनाउन सभापति थापाका तर्फबाट उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा प्रवक्ता देवराज चालिसे मङ्गलबार केसी निवासमै पुगेर छलफल गरेका थिए। केसीले पदाधिकारीहरूसँगको छलफलमा सहमतिका लागि आफू पछि नहट्ने तर ससुरा ज्वाइँको सम्बन्धको ट्याग लगाएर भाष्य निर्माण गराएर आफूलाई रोक्न खोजिए स्वीकार्य नहुने बताएका थिए। पदाधिकारीहरू आउनुभयो, कसरी सहमति सिर्जना गर्न सकिन्छ भन्ने विषयमा गम्भीर कुराकानी भयो भनेर उनले दाबी गरे। तर पारिवारिक नाताका आधारमा गगन थापाको ससुरा भनेर मेरो राजनीतिक पहिचानलाई कमजोर बनाउने प्रयास गरेको म स्वीकार्न सक्दिनँ, अन्यथा सहमतिका आधारमा अघि बढ्न सकिन्छ भनेर उनले भने। अर्का नेता भीष्म आङदेम्बेले तत्कालीन सभापति शेरबहादुर देउवाका पक्षधर भए तापनि हाल विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्य समितिसँग नजिक सम्बन्ध स्थापित गरेका छन्। संसदको पहिलो बैठकमा सम्बोधन गर्ने समेत जिम्मेवारी पाएका उनले त्यस क्रममा संसदको रोस्ट्रमबाट थापाको नेतृत्वमा काङ्ग्रेस बदलिएको सन्देश दिएका थिए। हाल यस विवादलाई निष्कर्षमा कसरी पुर्याउँछन् गगन थापाले